आजको भिडियोको टपिक हो कि कुरा यस्तो चिज हो नि जसको माध्यमले ठुलोभन्दा ठुलो विपदालाई तपाईले आसान तरिकाले सल्भ गर्न सक्नुहुँदो रहेछ क्या। अब किनभनेपछि मैले 3-4 वटा कुराले र केही यो 1 महिनाको भित्रको अन्तरालले मैले धेरै कुराहरू अब्जर्भ गरेँ के महसुस गरेँ। किनभने म कति वर्षदेखि आमाबाउसँग मेरो झगडा पर्ने, गाली गलौज हुने, हानाहानी पर्ने हैन भइरहेको थियो। अनि आज अहिले भर्खरै पनि मेरो टिम मेम्बरहरूसँग पनि झगडा पर्यो, फेरि कुराले सल्भ गरेँ मैले त्यो प्रब्लम। अनि मेरो सिस्टरको फ्यामिलीहरूमा पनि केही प्रब्लम भइरहेको थियो, त्यो पनि कुराले अलिअलि सल्भ भयो हैन। कुरा यस्तो रहेछ क्या, तपाईले मिठो बोल्नु पर्दो रहेछ। कोही मान्छे सामुन्ने रिसाइरहेको छ भने तपाई मिठो बोल्नु पर्दो रहेछ हैन। कुराले नै कुरालाई मेटाउँदो रहेछ क्या। यो जिब्रोले तपाईलाई गाली पनि खुवाउँछ, यही जिब्रोले तपाईलाई माया पनि दिँदो रहेछ क्या। यति अब मैले पत्याएँ। मेरो आमाले धेरै पहिला भन्थे, बाबु बोल्ने बेला अलिकति सोचेर बोला हैन। तर रिस पनि यस्तो हुन्छ नि, फेरि रिसको बेलामा केही बुझिँदैन, जे हो भाङभुङे भनिदिइहाल्नु मन लाग्छ। अनि त्यसैले फेरि झगडा परिहाल्दो रहेछ। सक्दो प्याच्चै नभन्ने मेरो अनुरोध छ सबैलाई, जसले भिडियो हेरिरहनु छ, प्याच्चै नभन्नुहोस् कसैलाई मन दुख्ला। र मान्छेले आजभोलि मन दुखाउँदैनन् क्या। मान्छेले मन दुखाउँदैनन्, मान्छेले त्यो चिज इगोमा लिन्छन्। र एकचोटि केही चिज इगोमा आयो भने खत्तम, जिन्दगी खत्तम हुँदो रहेछ जिन्दगी। मेरो पनि कति प्राय यस्तो रिस उठ्छ कि के भन्ने, मार दिन झैँ रिस उठ्छ। अनि अस्ति भर्खरै आमाबाउसँग कुरा गरेँ, कुरा सर्ट आउट गरेँ भने ठिक छ, यति वर्षदेखि हामी बोलिराखेनौँ, ठिक छ नि, एउटै घरमा बस्नुपर्छ, तिमीहरू मेरो आमाबाउ हो, म तिमीहरूको छोरा हो हैन। कुरो मिलाम, कुरोलाई सल्टाम, जति झगडा पर्ने थियो पर्यो, कति झगडा गर्ने। तिमीहरूको पनि बुढेसकाल लागिसक्यो, म पनि बुढो हुन लागिसकेँ। 30 वर्षको भनेको सानो बच्चा होइन म पनि हैन। किन फोकटमा सानो सानो कुरालाई तान्ने हैन। सो प्लिज रिक्वेस्ट गर्छु कि तिमीहरू पनि अलिकति सुध्रौ, म पनि अलिकति सुध्रिन्छु हैन। कुरो मिलिहाल्छ भने हुन्छ भने अहिले सर्ट आउट छ।